ट्राफिक लाइट नै नभएको देश जहाँका मानिसहरू अझै पनि यतिमा विश्वास गर्दछन्। चीन र भारतको बीचमा पूर्वी हिमालयमा अवस्थित दक्षिण एसियाको एउटा सानो उपरिवेष्टित देश हो भुटान। आजको भिडियोमा म भुटानको बारेमा रोचक तथ्यहरू प्रस्तुत गर्नेछु। भुटानको लगभग 65% क्षेत्रफल वन जंगलले ढाकिएको छ। भुटानमा प्लास्टिकका झोलाहरू पूर्ण रूपमा प्रतिबन्धित छन्। 1974 भन्दा पहिले कुनै पनि विदेशी पर्यटकलाई भुटान भ्रमण गर्न अनुमति थिएन। भुटानका राजा आफ्नो विनम्र व्यक्तित्व र मानवीय प्रयासका लागि परिचित छन्। महामहिम जिग्मे खेसरले आफ्नो देशका लगभग हरेक नागरिकलाई भेटेका छन्। उहाँ मानिसहरूसँग उनीहरूको दुःख र आवश्यकताहरूको बारेमा व्यक्तिगत रूपमा कुरा गर्न मन पराउनुहुन्छ। भुटानीहरूलाई पिरो एकदम नै मन पर्छ। यहाँ खुर्सानीलाई मसलाको रूपमा होइन तरकारीको रूपमा प्रयोग गरिन्छ। भुटान धुम्रपानलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो देश हो। भुटानमा ट्राफिक लाइटहरू छैनन्। भुटानीहरू धेरै बिस्तारै र सावधानी पूर्वक गाडी चलाउँछन्, त्यसैले यहाँ ट्राफिक लाइटहरूको आवश्यकता नै पर्दैन। भुटानमा शिक्षा र स्वास्थ्य सेवा सबै नागरिकका लागि निशुल्क छ। सरकारले सबैका लागि निशुल्क स्वास्थ्य र शिक्षा सुविधा प्रदान गर्न आवश्यक कदम चालेको छ। भुटान टिभी सुरु गर्ने अन्तिम देशहरू मध्ये एक हो। भुटानमा 1999 मा टिभी सुरु भएको थियो। भुटान विश्वको पहिलो देश हो जसले आफ्ना जनताहरूलाई वातावरण संरक्षणको लागि विशेष संवैधानिक जिम्मेवारी दिएको छ र भुटानको कानून अनुसार भुटानको 60% क्षेत्रफल सधैँ वन जंगलले ढाकेको हुनुपर्छ। भुटानीहरू अझै पनि यतिमा विश्वास गर्दछन्। यो देश विश्वका शीर्ष 20 सबैभन्दा बढी खुसी हुने देशहरू मध्ये एक हो र यहाँको क्राइम रेट पनि धेरै कम छ। भुटानको कानून अनुसार त्यहाँ बहुविवाह गर्न अनुमति छ। भुटानमा जनावर र चराहरूको शिकार गर्नु गैर कानूनी मानिन्छ। भुटानको लगभग 80% जनसंख्या कृषिमा निर्भर छन्। भुटानको पारो विमानस्थलमा उडान गर्न केवल 8 पाइलटहरू प्रमाणित गरिएका छन्। पारो विमानस्थल अवतरणको लागि विश्वको सबैभन्दा खतरनाक विमानस्थल मानिन्छ। भुटान विश्वको कार्बन नेगेटिभ देशहरू मध्ये एक हो, अर्थात् भुटानले उत्पादन गर्ने भन्दा बढी कार्बन डाइअक्साइड सोच्ने गर्दछ। भुटानमा आफ्नो जन्मदिन सम्झन नसक्ने मानिसहरूले नयाँ वर्षको दिन आफ्नो जन्मदिन मनाउँछन्। भुटानको 84.3% जनसंख्या बौद्ध धर्म मान्दछन् र 11.3% हिन्दू धर्म मान्दछन्। भुटानको अर्थतन्त्र कृषि, वन, पर्यटन र भारतमा जलविद्युत निर्यातमा निर्भर रहेको छ। भुटानको राष्ट्रिय पोसाकमा संसारको सबैभन्दा लामो खल्ती छ, जसमा तपाईँ आफ्नो आवश्यक अनुसारका सामानहरू राख्न सक्नुहुन्छ। भुटानको राष्ट्रिय जनावर टाकिन हो, जुन मृग र बाख्रा जस्तो देखिन्छ। यो मुख्यतया हिमालयको पहाडी क्षेत्रहरूमा पाइन्छ। भुटानलाई थन्डर ड्र्यागनको भूमि पनि भनिन्छ।